everyone, welcome back to my channel. It's me Saruja and आजको भिडियो चाहिँ मेरो के रे दही चिउराको बारेमा हुँदैछ। यहाँ हाम्रो के रे माला दिदीको चाहिँ अब कति दिनमा बेबी हुँदैछ अनि आज हामीले कति टाइम मिलेको थिएन, कहिले दिने हामीलाई थाहा पनि थिएन, कति महिनामा दिनुपर्छ। त्यही पनि अब आज चाहिँ हामीले दही चिउरा भनेर दिँदैछौँ अनि त्यही सानो सेलिब्रेसनको यो भिडियो हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। ओके बाई। म चाहिँ रेडी भइसक्यो। मैले यो नेपालबाट लिएर आएको कुर्ता लाछु, हल्का मलाई ठुलो थियो त्यही पनि अलिअलि एडजस्ट गरेर लाएँ। ओके लेट्स गो। यहाँ आन्टीले चाहिँ यो रेडी बनाउँदै हुनुहुन्छ। यहाँ सबजना रेडी भएर बसिसक्नु। म यता हेर्नु त नि हेलो मम टु बी। ओके गाइज, मैले केकमा आफैले ह्याप्पी बेबी सावर लेखेको चक्लेट पगालेर गाइज फेरि आउँथ्यो त ल उल्टो देख्यो। म ब्याकबाट देखाउँछु। मैले यसरी लेखेको चक्लेट पगालेर। Hi baby, I'm your mommy. Hello, I'm your dad. Hi baby, म तिम्रो हजुरआमा। हाई बेबी, म तिम्रो आन्टी। हाई, म तिम्रो दादा। म त के ल म एक नम्बर फोटो खिच्छु। एक नम्बर यो फोटो कताबाट फोटो भिडियो गरिरहेछु। ल हाम्रो यहाँ कार्यक्रम सुरु हुन लागेको छ बेबी सावरको। यहाँ दिदी दाई, यता हाम्रो आन्टी, यता हाम्रो सरोजा म्याम। हाम्रो आज दही चिउरा खाने कार्यक्रम हुँदैछ। लटपटेकै मुख गऱ्यो भनेको फेरि लु टीका लगाइदिनु मम्मी। अघि सुक्यो टीका त। वर्षते आयु पवित्र पाप नाशना परमहरसे नित्य त्रिजति लक्ष्मी सर्वदा पशुपतिनाथले सधैँभरि रक्षा गरून्। आँटेको सोचेको काम सबै पुरा होस्, रोग व्याध नलागोस्, अहिले नि अलिक थप्नु रोग पर्यो। व्याध हटेर जाओस्। दिदी आफै मागिरहनु पर्छ। आज त बेबीको लागि हो नि त, कोही छ नि नर्मल डेलिभरी होस्। सबै पशुपतिनाथले रक्षा खोइ फुल दिनु अघि लाइ एकदिन पनि निकाल्नु भने मात्रै सबै लाग्यो होला। ह्यापी बेबी सावर। कतिवटा पग्रेको नि दिदी? अब यो बाल्ने आशिष र मैले किन बाल्नु पर्छ? तँ पर्दै यस्तो पर्दैन। गर्ने। ओके अब दाइ दिदीले त्यो धीरे धीरे बाल्दै हुन्छ। दबाउनु ह्यापी सावर, ह्यापी दही चिउरा। अब त ह्यापी दही चिउरा। यो त दही थ्याङ्क यू चिउरा फर अर्गनाइज। बेबी सावर भन्दा नि यहाँ दही चिउरा लेख्नु पर्थ्यो। ह्यापी बेबी सावर। खुवाउने अब खुवाउँदै। एउटा फोटो लु फोटो। लु है लु, यो दही चिउरा हो। राम्ररी अब नानी जन्मिन धेरै दिन छैन, हप्ता 10 दिन। राम्ररी होस्, सबैतिर हेल्दी होस्, सबैले गम खाऊ। अब त्यस्तै अझै खाऊ अझै। ओके गाइज, अब चाहिँ म दही चिउरा खुवाउँदैछु। मैले त दही चिउरा खुवाएको आजै मलाई त अघि 1 2 3 यसमै निराजनको फोटो आयो। निराजन पछाडिबाट भिडियो बनाइदिनु हुन्छ त। यो टाढा हुन्छ नि त। अन्त नि यता अगाडि आउनु न। अलि अलि म यता जान्छु बरु।
ए भयो राम्रो होइन म यताबाट खुवाइदिन्छु फेरि आन्टीलाई उठाइदिन्छु आन्टी आउने तपाईँको बसिरहेको छ हुन्छ अर्को कुर्सी छ आन्टी आउने मलाई यताबाट सजिलो लाग्यो मेरोतिर बाटी चाहिँ बाटी फोटो एकतिरबाट राम्रो आउँछ भन्नुभएको यता हेर्नु है। फोटोमा हेर्न थाल्यो त मेरो होइन होइन भोटै आएको छैन ल ह्याप्पी दही चिउरा ल भयो भयो तपाईँहरूलाई लास्टमा टाढी हेर्छु म यसो खाँदिनँ तपाईँले आजले क्यामेरा जोत्दैन छेउमा हो अब हाल्छु मेरो त नाम खतक पार्नु ए नगर अहिले मेटिन्छ यिनीहरूको मेरो नगर भाइ धेरैतिर नलाग्यो अहिले मेकअप छ मिलेर लु आमा के कब ल मलाई जस्तै गर्नुहुन्छ मलाई क्रिम मन पर्दैन क्या धेरै आन्टीलाई टिकटक बनाउँछ ओके अब भात खाने मलाई केक खाएको भनेको नि मलाई यहाँ छ ला टिका लगाएपछि त पैसा जान्छ है आन्टी पशुपतिनाथले सधैँभरि रक्षा आँटेको सोचेको काम सबै कुरा होस् रोग बिहार नलागोस् जीव शरीर भएको रोग बिहार आशीर्वाद ल गर्नु एकदम बाबा ल आन्टी अब मेरो पालो भाइले बनाइदिनुहुन्छ सन्न आशीर्वाद दिनु ल आन्टी मलाई सबैको आशीर्वाद चन्दन सबैको एउटै चन्दनम लक्ष्मी सर्वदा पशुपतिनाथले सधैँभरि खै दाइहरूलाई लाउनु पुग्यो हजुरलाई लाउनै पुगेको छैन टिका आँटेको सोचेको काम सबै पुरा होस् रोग नलागोस् रमाइलो आशीर्वाद सधैँभरि शिरमा रहोस् हस् धन्यवाद आन्टी आशीर्वादको लागि अरे त मेरो पार्टी झऱ्यो आशिष ड्रामा हेर्नु म कहाँ टिका माथितिर लगाइदिनु ल खालि माथि अन्त माथि नै होइन शान्ति भाग्यमानी धेरै पढ्नु मलाई त्यही भन्दा भन्दा आन्टी अब बिए पास गर्नुहुन्छ यहाँनिर अनि ए, के अरे? हजुर आँटेको कुरा हो के भन्छ त अनि रोग सोग नलागोस् स्वास्थ्य रहनु भएको रोग पनि हटोस् हुन्छ हौ जसले लगाइदिने नहुने लगाइदिनु पनि ढोग्ने लाउनेले पनि ढोग्ने यो त यस्तै नेपाली परम्पराको होइन यो टिका लाउने भेजिटेरियन कस्तो छ आन्टी मिठो के चाहिँ मिठो छ भन्नु अचार दामी तङ्गडी तङ्गडी तोड तङ्गडी टङ्ग्रिने खायो सुरुमा मैले तङ्ग्री नै खाएँ तङ्गडी तोड भन्छ त केमा नुन लाखेन भन्नु आन्टीले ओके एभ्रिवान अब आजको भ्लग चाहिँ हाम्रो यसरी नै सक्यो हामीले जस्तो आयो त्यस्तै गरी हामीले दही चिउरा बनायौँ खानेकुरा खायौँ यहाँ हेर न यहाँ नाटक गरेर दुईजना महिलाहरू मेरो साइडमा बसिरहनु भएको छ उहाँ नै हो हाम्रो बेबीको मामु उहाँ बेबीको हजुरआमा लाइक गरिदिनु म बेबीको आन्टी मेरो भिडियो सबैले लाइक गरिदिनु मेरो च्यानल सब्सक्राइब गरिदिनु मस्त मोला जे होला होला भ्लग हेर्न नछुटाउनु भ्लग हेरेर कमेन्ट र सब्सक्राइब अरू के गर्नुपर्छ लाइक एन्ड सेयर गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला हाम्रो बहिनीको युट्युब च्यानललाई थ्याङ्क यू सो मच लभ यू ओके बाई ल नाचेर इन्डिङ गर्नु आन्टी छम्म छम्म नाचिदेऊ कम्मर बाचिदेऊ